जाँदैछौँ। यहाँ चाहिँ बङ्कर रहेछ। केटाहरूले मलाई खङ्ग्रङ्गै पारे। यहाँबाट चाहिँ यता बङ्करभित्र जाँदैछौँ। के रहेछ यहाँ बङ्कर यस्तो बवाल मजा आइरहेछ समुद्रको छेउनेर। क्या दामी रिल्याक्स भइरहेछ के। जति थकान भए पनि त्यो थकान सबै दूर भएर यही समुद्रभित्र गएको जस्तो भयो यार। 10 मिनट हम तो 10 मिनट में आ गया। पूरा 1 घंटा। 1 बजे फ़ोन किया था मैंने। आया कितना 2:15 बजे आया भाई। तुम ऐसे यार ऐसे गर्लफ्रेंड को बोलेगा तो छोड़ के चली जाएगी भाई। ऐसा मत करिए ठीक है। आग भर गए। और क्या ले आए? और क्या ले? बोतल है और गिलास है। ओए होए फाइनली गाइस यहाँ यसरी चाहिँ बसेर मजाले दिइरहेछ। यो घरबाट सबै होममेड हो। अब चाहिँ यो मजाले बसेर खाइन्छ। अनि त्यसपछि चाहिँ फेरि यताबाट कता गइन्छ। हेलो नमस्ते गाइस, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज मेरो छुट्टी हैन। आज चाहिँ टक्क साथीहरूसँग चाहिँ बाहिर गएर मजाले यसरी मैले यहाँ चाहिँ सब्जीहरू छोलाहरू बनाएको छु। अनि यहाँ पराठाहरू छ। अनि चाहिँ मजाले गएर चाहिँ खाइन्छ। के हुन्छ म तपाईहरुलाई भिडियोमा देखाउँछु। हामी कस्तो कस्तो ठाउँमा जान्छौँ। त्यो आज पनि एकदम रमाइलो हुनेवाला छ। भिडियोलाई अन्तिमसम्म हेर्नु। फाइनली गाइस म घरदेखि म सेन्टरसम्म आएको छु। यहाँ आइसकेपछि साथीहरू चाहिँ आउनुपर्ने साथीहरू चाहिँ अहिलेसम्म पुगेन। अनि त्यही भएर म यहाँ साथीहरूको वेट गरिरहेको छु। सेन्टरमा यस्तो छ माहौल एकदम भिडभाड छ। यसरी अब चाहिँ हामी यहाँबाट अलि अगाडि जान्छौँ। अनि अगाडि गइसकेपछि बस पक्रेर अब कता हुन्छ त्यहाँबाट चाहिँ। ये भाई ने 10 मिनट बोल के पूरा 1 घंटा लगा दिया आने के लिए यार। अब यो कहाँ हो थाहै छैन। अब 10 मिनट हम तो 10 मिनट में आ गया। पूरा 1 घंटा। 1 बजे फ़ोन किया था मैंने। आया कितना 2:15 बजे आया भाई। तुम ऐसे यार ऐसे गर्लफ्रेंड को बोलेगा तो छोड़ के चली जाएगी भाई। ऐसा मत करिए ठीक है। खासमा चाहिँ हामी आज जङ्गल हन्टिङ यो ब्यागभरि खानेकुरा बोकेर सबै आइरहेछौँ। मेरो पनि यहाँ ब्याग छ। टक्क कति बेला पुगेर चाहिँ झ्याम खाउँ जस्तो भइरहेछ कि आज चाहिँ। अब कस्तो हुन्छ के हुन्छ कतिको मजा आउँछ भिडियोलाई हेर्न पर्ने हुन्छ लास्टसम्म है त। फाइनली हामी जङ्गलभित्र आइसकेका छौँ। यहाँबाट हामी बसबाट ओर्लेर चाहिँ यस्तो जाँदैछ जङ्गल। पहाडी भएर होला जङ्गल भनेपछि यस्तो मनपर्छ कि विदेशमा आएर पनि जङ्गलै खोज्दै हिँडिन्छ कि। अनि त्यही भएर चक्क जङ्गलमा जाने हो। अनि चाहिँ माल पानी लिएर आएछ सब मजाले खाने हो। अब यो सहर बजारमा पसिसकेपछि गाडी घोडा सोर सराबात कति धेरै हुन्छ नि त। आज चाहिँ यो जङ्गलमा आउँदाखेरि एकदम चराचुरुङ्गीको आवाज मात्र। मान्छेहरूको बाहुल्य त एकदमै कम भन्दा पनि देखिरहेको छैन। अगाडि 2 जना साथीहरू गएको छ। अनि म चाहिँ यस्तो जङ्गलको चाहिँ मजा लिएर हिँडेछु। नेपाल एकैछिन नेपालतिरै भएको जस्तो महसुस भइरहेछ कि। अनि चाहिँ यसरी चराचुरुङ्गीको आवाज कस्तो सुनिरहेछ क्या। कति रमाइलो भइरहेछ यार। 2 जना साथीहरू अगाडि गइसक्यो। मेरो हात आवाज त्यहाँ केटाहरू हाँस्दैछ। हामी त भाइ पाहाडमा बस्ने मान्छे हो। जङ्गल भनेपछि यस्तो रमाइलो लाग्छ कि संसार भुलिन्छ यो जङ्गलमा आइसकेपछि। आज हाँ पवन भाई कैसा लग रहा है? बहुत बढ़िया। क्या क्या लेके आ रखे हो? थैली बैग भर गए। और क्या ले आए? और क्या ले? बोतल है और गिलास है। ओए होए आज चाहिँ बवाल हुने वाला छ। स्पून है। ए स्पून भी है। क्या है?
दही 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 यता मेरो ब्यागमा पनि टन्नै भरेर आएको छु मैले पनि त्यो लेबर क्याम्पमा जाँदाखेरि हामीले लगेर जान्छौँ नि त्यो क्यान्टिनमा होस् त्यस्तै क्यान्टिनमा चाहिँ 2-3टा क्यान्टिन भरेर सामान लिएर आएको छु गफ हानेको यार 2-3टा त एउटा क्यान्टिनमा अब चाहिँ हामी यहाँबाट जाँदैछौँ यहाँ चाहिँ बङ्कर रहेछ केटाहरूले मलाई खङ्ग्रङ्गै पारे यहाँबाट चाहिँ यता बङ्करभित्र जाँदैछौँ के रहेछ यहाँ बङ्कर या जङ्गलभित्र पनि यस्तो बङ्कर रहेछ फाइट खेल्नको लागि के छ के थाहै छैन यहाँ भूत पनि हुनसक्छ यो भित्र बङ्करभित्र छिरेको के हो यहाँ अब यहाँबाट भित्र चाहिँ गयो नि अलिअलि गर्मी पनि भएको जस्तो भइरहेछ आजको टेम्परेचर कति छ 24 छ क्या आज है 20 छ टेम्परेचर अब पनि हामी चाहिँ यसरी हिँड्दाखेरि चाहिँ अलिअलि गर्मी भएको जस्तो भइरहेछ यसरी चाहिँ जङ्गलको बिचमा पनि यस्तो मजाले बाटोहरू बनाइदिइरहेको हुन्छ क्या यहाँ चाहिँ देशहरू सानो सानो भए पनि व्यवस्थित चाहिँ छ क्या यहाँ सबै चिजको यहाँ यसरी चाहिँ अब यो के हो यो के हो घरभित्र गएर कराइयो पछाडि त यस्तो फौजीहरू आउँदैछ यार झन्न त्यहाँ त्यस्तो म चिचाएको भेटेको भए त यिनीहरूले के गर्थ्यो होला पुरा फौजीहरू आइरहेछ कि पछाडि यस्तो कति धेरै छ यार ये देखिए सोवियत यूनियन के टाइम के है आई थिंक वर्ल्ड वॉर 2 के यही तो अब है कि अब तुम्हारे अब यो भित्र चाहिँ कहाँसम्म छ भन्ने कुरा त कति छ यहाँ भित्र यार अंधेरा छ अंधेरा फाइनली गाइस हामी यत्रो पुरा यो जङ्गल घुमेर चाहिँ अब यहाँ आएर चाहिँ अब टक्कै बिराइ बसेर चाहिँ आनन्दरी यस्तो गरिन्छ अनि त्यसपछि कता गइन्छ थाहा छैन के छ यार यहाँ त मालपानी टन्नै छ यार यस्तो मालपानी लिएर आएर केटाहरूले अब खाने त्यसपछि देखाउँछ फाइनली गाइस यहाँ हामी यसरी चाहिँ बसेर मजाले दिइरहेछ यो घरबाट सबै होममेड हो अब चाहिँ यो मजाले बसेर खाइन्छ अनि त्यसपछि चाहिँ फेरि यताबाट कता गइन्छ हेर दिइरहन् झ्याम केटाहरूले उहाँ डकारिसकेको उहाँ अब चाहिँ हामीले खानासाना खाएर भइसकेको छौँ अब यहाँबाट चाहिँ हामी कहाँ जाने किधर जाएंगे अझै पनि वहाँ आज परांठे का आनंद लेंगे परांठे का आनंद लेंगे यहीं भी सो जाएंगे विटामिन डी लेंगे भाइ यस्तो मजा आइरहेछ कि जङ्गलमा यता हेरे पनि जङ्गल छ यता हेरे पनि जङ्गल छ यता हेरे यसरी बसेर कति खाएँ कति यिनीहरूले त यार केटाहरूले यार अनि मैले पनि खाएँ अब चाहिँ यहाँ एकैछिन अब हामीले त्यहाँबाट खानासाना टक्क खाइसकेपछि अब हामी त्यहाँबाट चाहिँ अब हामी यता कता समुद्र छ र यहाँबाट कति 10 मिनट जति लाग्छ भनिरहेछ अब यहाँबाट टक्क समुद्रतिर गइन्छ अनि त्यहाँ गएर एकैछिन समुद्रको नजारा हेरेर अनि त्यसपछि चाहिँ अब कतातिर हुन्छ हेरौँ है त अनि त्यो यस्तो रेतै रेत छ कि यहाँ अनि अगाडि मुर्दारहरू 2टा गइसके हान त्यहाँ अगाडि अब चाहिँ म पनि पछि जाँदैछु खाना भर्खरै खाएको हिँड्न त अल्छी लागिरहेछ तर भए पनि मुर्दाहरू वहाँ पुगिसके थिएँ म पनि पछि लाएर जाँदैछु यस्तो मजा आइरहेछ आज कसम भनेको नेपालमा भएको जस्तो फिल भएको क्या यस्तो रेतै रेत छ कि यहाँ अब चाहिँ यहाँ मलाई लाग्छ केही आउनेवाला छ जस्तो मान्नेछु कि अब धेरै टाढा छैन कि
समुद्र यही नजिकै भएको जस्तो लाग्छ। ओ माई गड, साँच्चै नै समुद्र देखियो गाइस। आम्मामा कस्तो बवाल दामी देखियो यार। ए ओए क्या दामी छ यार। घोडाहरू पनि आउँदो रहेछ कि यहाँ त। अनि म चाहिँ पर्कनी गएर देखाउँछु ल। यहाँबाट अलिकति पर गएपछि देखाउँछु मैले। हामी बवाल भ्यू देखिरहेछ कि यहाँबाट। यस्तो क्लिन देखिरहेछ यार। ओइ मुर्दाहरू त पुगिसकेँ। म धेरै खाएछु कि क्या हो, म त हिँड्नै सकिरहेन गाँठी। भाइ नहाना पडेगा लग रहा है यार। नहाउनु पर्छ कि यार, कोही छैन यार यहाँ त। लगाइस ल हेरौँ पुरा समुद्र यहाँ कस्तो देखिरहेछ होइन गाइस। हामी यो समुद्रको छेउनिर आइसकेको छौँ। समुद्र चाहिँ के बिज्यो यार मेरो काँड। जुत्ताभरि पनि के छिरो यार। यहाँ चाहिँ हाल मजा आइरहेछ समुद्रको छेउनिर। क्या दामी रिल्याक्स भइरहेछ के। जति थकान भए पनि त्यो थकान सबै दूर भएर यही समुद्रभित्र गएको जस्तो भयो यार। हामी यहाँ एकैछिन भिडियो फोटोसुटहरू गऱ्यौँ है। तर चाहिँ अब मोबाइलमा चाहिँ एकदमै भिडियो बनाउनलाई चाहिँ चार्ज सकियो। भएको चार्जभरि चाहिँ जङ्गलतिर बसेर सकाइयो। अब यहाँबाट जाने कुरो यो ट्रायल चाहिँ यस्तो दामी देखिरहेछ कि यो माथिसम्म जाने। यस्तो मनै आनन्द हुँदो रहेछ यस्तो देख्दाखेरि चाहिँ। यस्तो यहाँबाट चाहिँ कहाँसम्म छ यस्तो जङ्गल। यो त सिमला जैसा लग रहा है यार भाइ यार। वाह वाह दामी। फाइनली गाइस आजको लागि भिडियो अब यही बन्द हुन्छ। अब यहाँबाट चाहिँ हामी घर जानुपर्ने हुन्छ। 15-20 मिनटपछि बस छ अरे। तबसम्मको लागि अर्को भिडियोमा भेटौँला। बाई बाई।